सुरुवात गर्ने गरी गर्नेछौँ र अस्तिको दिनमा चाहिँ हामीले च्याउ के हो भन्ने यसको कति भेराइटीहरू छन् यो बारेमा हामीले बुझ्यौँ। तपाईँहरूलाई के कुराहरू सोधेको थिएँ, कति कहिले बताउनु भयो, कति कहिले बताउनु भएन है। अब के छ भन्दाखेरि हामीले भिजाउने 2-3 घण्टा भिजाउँदा भइहाल्छ, एकछिन भिजाउँदा पनि भइहाल्छ। मजाले पखालेर त्यो साधारणतया चाहिँ 2 पानी पखाल्नु भनिन्छ। पानी छैन भने 1 पानी राम्रोसँग पखालेर पनि गर्न सकिन्छ, र गर्नु भने 2 पानी पखाल्नु पर्ने। अब यसमा फोन चाहिँ साइलेन्स मेरो पनि राख्नुपर्छ होला। साइज चाहिँ खासमा 2 इन्चको साइज चाहिँ स्ट्यान्डर्ड साइज हो, तर 2 इन्चको साइज चाहिँ कुटी भनेर आउँदैन। हामीले मुठे पराल नै काटेर 2 इन्चको साइजको यदि औँलाभरको साइजको बनाउनु पर्ने हुन्छ, त्यो चाहिँ स्ट्यान्डर्ड साइज हो। तर अब अहिले यसरी काटेर गरिँदैन, त्यही अब मिलमा जो काटेको छ त्यही नै ल्याइन्छ। र मसरुमको लागि भनेर चाहिँ 1 इन्चको पराल चाहिँ मिलले काटिदिन्छ। 2 इन्चको ब्लेड पनि नहुँदो रहेछ भनेको 1 इन्चसम्मको चाहिँ काटिदिन्छ। यहाँ कुटीमा आउने चाहिँ हाफ इन्च भन्दा पनि सानो आउँछ। त्यो पराल चाहिँ के हुन्छ भन्दाखेरि हुन्छ त्यसले पनि हुन्छ, यहाँ भएको त्यही हो, मसिनो हो। यसलाई चाहिँ जस्तो प्लास्टिकमा, अब जस्तो यो प्लास्टिकमा अब 5 किलो जानुपर्ने हो होइन, 5 किलो जानुपर्ने हो। तर त्यो पराल चाहिँ अलिक मसिनो भएकोले गर्दाखेरि 6-7 किलोसम्म जान सक्छ। मजाले मिलाएर हाल्दाखेरि मिलाएर हाल्न सकिएर भने 4-5 किलो जाने मात्रै हो। जुन अब यो चाहिँ हामीले हट वाटर बोइलिङ सिस्टमबाट पनि गरिन्छ। अब त्यसमा चाहिँ अब 100% सक्सेस हुन्छ भन्ने हुँदैन, प्रायः डिपार्टमेन्ट, किनभने अब यो प्रोपर ह्यान्डलिङ हुनुपर्ने आवश्यक हुन्छ। जस्तो यो दही जस्तो ढक्क जमेको छ है, यो चाहिँ ठिक्क रोप्ने बेला भएको हो। यो अब यसमा बिग्रिन थालेपछि के हुन्छ भन्दाखेरि बिग्रिहालेको पनि हुँदैन, तर अलिक छिपिएको हुन्छ। जस्तो पहेँलो पहेँलो धर्सा आएको हुन्छ, अथवा रातो यो पुसर बाँध्नुपर्छ। यो छुट्याउनुहोस् त, एक फुट जस्तो यो बाँध्नुपर्ने हुन्छ। यो कुनै चाहिँ यो बाँध्नु नपर्ने टिब्याग जस्तो भएर आएको थुङ्गा हुन्छ नि, थुङ्गा जस्तै हुन्छ। मैले चलाउने भनेको चाहिँ थुङ्गा जस्तै हो। त्यसमा चाहिँ यस्तो गरिबस्नु पर्छ। एकचोटिमा यति चाहिँ आउनु पर्यो। चम्चीको, ठुलो चम्चीको 1 चम्ची चाहिँ मजाले आउनु पर्यो। हातमा लुक्छ नि यो चाहिँ, हातमा लुकी, यो चाहिँ ठिक्क मात्रा हो। यो चाहिँ हामीले यसरी फेदमा Kalau gambo, ui, kalau kong, gambo kong, kalau. Jangan sir video. No.
3 भाग मात्रै 3 भाग मात्रै वरिपरि पुरा मिल्ने गरी रातो मात्रै लिएर आइदियो जोड्नु भएको होला नि त चुराले चाहिने रहेछ कि रञ्जित अस्ति हामी ल्याएको राम्रो भयो बोरै ल्याएको है 3 बोरा ल्याएको उहाँले भन्नुहुँदैछ मसरुमको फार्मिङ गर्दाखेरि कसैको ज्यान बाँचिन्छ भन्नुहुँदैछ सही हो यहाँ हाँसिरहनुहुन्छ आम्बो तातो पो रहेछ चलाउँदै जानुपर्छ अब भिजाएको कस्तो भिजाएर भयो भिजाएर बारी जोतेको जस्तो नि घुमाउँदै 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 ठुलो ठुलो तरिका हो होइन सुन्नु न तपाईँले यसो गर्दा पनि अहिलेको भन्दा चाहिँ पेन्ट आएकै होला है एउटा त्यो ग्रुप जस्तो बनाउनुहोस् हो अनि आज यसरी एक दिन एउटामा गर्नुहोस् हो भोलि अर्कोमा गर्नुहोस् परमा लागेर गर्नुहोस् अपरेसनमा गर्ने हो 22 kgs horse अलिअलि कम्ती नै ठुलो चम्की होइन सानो चम्की भनौँ न चम्की सानो सबै यसो गर्दाखेरि मुडीभित्र तर त्यो प्लास्टिक पनि थाल जस्तो बनाउनुहोस् ल उहाँलाई जस्तो थाहा छ नि थाल जस्तो बनाउनुहोस् अब लगाउनुहोस् त्यो फुल लगाउनुहोस् यसो गर्दाखेरि तपाईँ 4 मुठी हाल्नुपर्छ हाल्नुहोस् न मलाई देखाउनुहोस् ल अलिअलि कम्ती भयो अझै हाल्नुहोस् फुलमै मजै हाल्नुपर्छ उहाँको ठिकै छ उहाँको ठिकै भयो उहाँ ठिकै भयो कुरो ठिकै भयो त्यो अलिक बेसी भयो उनीहरू बेसी भयो अझै निकाल्नुहोस् अलिकति हामीले त त्यही पाल्दा हुन्थ्यो रहेछ हौ आफै गर्नै त्यो बिउ माथि नराख्नुहोस् न बिउ साइडमा राख्नुहोस् न ल अब त्यो फेरि अहिले जस्तो 1 चम्ची जस्तो हो सबै मिलाइसक्नु भयो भने अब वरिपरि प्लास्टिकको छेउछेउमा हाल्नुहोस् वरिपरि बेसी दिनुपर्छ अलिक बेसी दिनुहोस् हो दिदी 2 चोटि हाल्नुहोस् त हो तपाईँको होइन भने बिउ त राख्नुभयो हप्ताले भयो बिउ राख्ने बेला चाहिँ प्याकेट राख्नुहोस् न भित्रबाट पनि गर्नु कि ऊपर भाइ यस्तो मुखबाट राखेर वरिपरि घुमाउँदै प्लास्टिक घुमाउँदै घुमाउँदै त्यो पनि हुनसक्छ मेन गर्नुपर्ने 3 inches gap between the line. माथि मुख सुनै पर्छ
बानी त भयो त होइन अहिले खानु खादिएको छैन नि ए मान्छे उठ्नुपर्ने अब वरिपरि हुन्छ घुमाउँदै अझै एकचोटि बिउ अब कति मान्छेबाट बिउ लाउनु भयो बिउ लाउनुहोस् न उठेर पनि खाँदैन हो बाटो छैन के भएको छ सुन्नु एउटा यहाँ भाइ क्वान्टिटी दिने मान्छे हुने अरूभन्दा पनि डेली त्यो खोइ म्यानेजर कसो जानु म्यानेजर माथि यसो गऱ्यो यसरी यिनीहरूले खासमा चाहिँ अर्को सिन्थेटिक फाइबर चाहिँ चाहिन्छ कि सासिङ एउटा फेर्छ यसले 12 holes सबैमा यसो नगरौँ कि आधीमा त्यो पछि यो निकाल्ने बिर्सिनु भयो भने चाहिँ यसलाई पोको पारेर च्याउ निस्किन्छ निकाल्नुपर्छ चाहिँ यो निकाल्नुपर्छ मतलब त्यो उयो थालेपछि कस्तो मतलब सेतो भएन अब सेतो भएर अब फ्रुटिङको टाइममा अनि यसलाई चाहिँ अलिक ठुलो बनाइदिनुपर्छ तपाईँले कत्रो भने यो दुलोलाई चाहिँ अलिकति यत्रो बनाइदिनुपर्छ ब्लेडले काटेर वरिपरि निस्किसकेपछि होइन अब पुरै ढाक्यो अहिले सास फेर्नुको लागि यो भित्रको हावा बाहिर फाल्नको लागि मात्रै हो सेतो भएपछि सेतो भइसक्यो सेतो हुनु अब तपाईँको यो लाइन हुन्छ नि भोलि पर्सिको दिनदेखि तपाईँको यो भित्रभित्र लुकेको यो सेतो यो हालेको छ नि बिउ यो पनि लाइन देखिन थाल्छ यहाँ सेतो लाइन देखिन्छ अब यो लाइन चाहिँ प्रष्ट क्लियर रूपमा बसेको हुन्छ अनि यो पनि यसरी बढ्दै आएको हुन्छ यो पनि यसरी बढ्दै जान्छ दुईवटा जब मिट हुन्छ नि मिट भएपछि सबैतिर अब यो सबै सेतो भइसकेपछि अनि तपाईँले अब यो निकालिदिनुपर्छ सट्ट निकालिदिएर ब्लेडले वरिपरि यसरी चिरिदिनुहोस् अनि यो निकालिदिनु हटाइदिन्छ सबैको लास्टमा तपाईँले खोल्नु भनेपछि चाहिँ फल्न थालेपछि खोलिदिनु भाइ यहाँ काटिदिन्छ यहाँ काटिदिन्छ यसरी औडा राखेर अलग्गै बनायो अप्ठ्यारो हुने गाजे यही हो कचरी अब यहाँ पोका राख्नुहोस् ओहो त्यो मुखी त्यो पनि उसको त्यो बान्नुहोस् त यो यसरी नि यो डोरी अलग अलग बनाएर यसरी मिलाउनु पर्यो होइन अब तपाईँले यो अहिले काटेको यो डोरीलाई यसो गर्न यो छेडेको यो चाहिँ यो चारवटा चाहिँ यस्तो हुन्छ नि
लगेर बान्ने हो यो क्रस भनेपछि यसलाई उता लानु पर्यो यसलाई यता ल्याउनु पर्यो यो यता ल्याउनु पर्यो यता मिलेन अब अर्को मिलेन त्यो पनि त्यसरी